चाहिँ बुधबारे 6 नम्बर बाउठाउँमा छौँ हामी चाहिँ अब तलसम्म जान्छौँ ए हरिमा हाम्रो चाहिँ उतो गाडी अगाडिको गाडी हेलो गाइज वेलकम ब्याक न्यू भ्लगमा हजुरहरूलाई स्वागत छ। न्यू डे न्यू दिन हजुरहरूको साथमा आइसकेछौँ। अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भने काठमाडौँ जाँदैछौँ गाइज। यहाँदेखि पाहाडदेखि हामी चाहिँ यहाँ के भन्छ यो लिम्बा भन्ने ठाउँबाट धनकोटा लिम्बा भन्ने ठाउँबाट हामी चाहिँ टक्क जाँदैछौँ। यहाँबाट हामी चाहिँ मोरङसम्म गाडीसम्म जानुपर्ने हुन्छ 3-4 घन्टाको यात्रा गरेर मोरङ पथरीसम्म पुगेर त्यसपछि हामी चाहिँ त्यहाँबाट फेरि बेलुकातिर भनौँ न, अहिले त बिहानै छ, अहिले 6 बज्यो, यस बेलुकातिर 3-4 बजेको गाडी हामी फेरि काठमाडौँको यात्रा गर्छौँ। यहाँदेखि चाहिँ हामी 3-4 घन्टाको यात्रा गरेर मोरङसम्म पुग्नेछु। भिडियो हेरेर साथ दिनु होला गाइस ल। अब हामी यहाँबाट एकछिनमा लाग्छौँ। अब लगभग उठिसक्यो, हामी रेडी पनि भइसक्यौँ मम्मी छोरी भएर। अब हामी सानो सबै प्याज गरिसकेको छ। अब अहिले चाहिँ यसो खानासाना अलिअलि खाएर टक्क लाएर यहाँबाट टक्क निक्लिनु पर्ने हुन्छ गाइज ल। म यसो बिहानको उज्यालो पनि हुन लागिसक्यो, टक्क यसो यताउता पनि देखाउनेछु गाउँहरू ल। भिडियो हेरेर साथ दिनु होला ल। यहाँ चाहिँ बुवाले कुचो पठाइदिँदै हुनुहुन्छ। माइतबाट त कुचो लान नहुने हो गाइज। अब यसो पैसा दिएर बुवालाई 20 रुपियाँ पैसा दिएर लानुपर्ने हुन्छ कुचो। सामानहरू चाहिँ प्याक भइसकेको छ हाम्रो। ल बुवाले यहाँ कुचो बाँधिँदै हुनुहुन्छ ल। यहाँ चाहिँ मेरो छोरीले माम खाँदैछ, अनि माम खाएर रेडी सेडी हुन्छ ल। आमा चिया खाँदै हुनुहुन्छ यहाँ। लिनु भयो पैसा दिएर लिँदैछु म चाहिँ कुचो। ल्याउनु भयो म कुचो यहाँ राख्दैछु ल। बुवालाई चाहिँ मैले पैसा लिएर कुचो लिइसकेँ, त्यत्तिकै लानु हुँदैन गाइज। यहाँ सुन्नु ल बुवा कुरा। ल त्यही हो गाइज, त्यसरी लानु मिल्दैन ल। यो हो गाइज ल। हामी चाहिँ सामानहरू सबै प्याक गरिसकेको छ बोरामा। बुवाले यहाँ कोसेलीहरू ल। अब हामी चाहिँ यहाँबाट खानासाना खान्छौँ, उज्यालो पनि भयो ल। यस्तो छ है बुवाको घर चाहिँ, यस्तो छ टक्क देखाउँछ। यो चाहिँ पुरानो मूल घर हो, अनि यो चाहिँ अर्को घर, अनि किचन चाहिँ यता छ ल। किचन चाहिँ यता छ बुवाको। जाऊ छिटो आम्मा जानी भन, आम्मा जानी भन ल। आमाले छे गर्नु ल। ल छिटो आमाले छे गर्नु छिटो। कहिले न भेट हुँदैन। जा छानले यहाँ म त्यसरी जोड्दैन म अब गोरु त यो त भरे 12-1 बजीसम्म जोड्छु म। 12-1 बजीसम्म त्यसो गाह्रै छाड्नु ल। मामालाई बाई गरिदेऊ अब, जानी भन हस् ल। बाई भनिदेऊ ल। सामान चाहिँ हामी यतातिर हो, यहाँबाट चाहिँ सामानहरू चाहिँ यहाँ बाटोमा, सामान चाहिँ यहाँ बाटोतिर राख्नुपर्ने हुन्छ। टक्क गाडी आउँछ, त्यसपछि अनि गाडी सारी आउँछ, अनि टक्क गाडीले लिएर आउने। गाडी चाहिँ यता माथिबाट आउँछ ल। विवास खै बिबिसा चाहिँ आएन।
खै दादालाई बाई भनेन दादा बाई ल दादालाई बाई गरिदियो दादालाई बाई गरिदियो च्यापहरू ठाउँ पर खानु हिजै परबाट यत्रो पिठा ल्यायो भारी लागिसक्यो Mommy, I see you. बन्यो गाडी जाने भने कता यता गएको त आउँछ होला आयो लु बस्नु है बस्नु निक्लेको बस्नु राम्रोसँग गाइस हाम्रो चाहिँ गाडी आइसकेको छ हाम्रो गाडी आइसकेको छ अब हामी चाहिँ टक्क यहाँबाट अब जानुपर्ने हुन्छ गाइस ल अब गाडी आइसकेको छ ल अब हामी जानुपर्ने हुन्छ टक्क गाडी पनि आइसक्यो ल त्यो चाहिँ मम्मी आउँदैछ बेबीको ल मेरो छोरी चाहिँ रोडमा आइसकेको छ गाडी चढ्नु भनेर होइन गाडी चढ्ने हो छोरी गाडी चढ्ने हो ल गाडी चाहिँ आइसक्यो हामी चाहिँ अब यहाँ आइसक्यो रोडमा अब टक्क लगाएर गाडी साडी चढ्नु भने हुन्छ ल गाइस गाडी आइसकेको छ हामी चाहिँ गाडी चढ्न लागेको ल यहाँबाट अब गाडीको यात्रा ल पेमाले टिपायो 5 जना नम्बर होइन पेमाले यो पढाएको मान्छे कान्छेहरू पनि गने हो यही भएर भरे 7 जना त टिप्नु भएन 5 जना त टिप्यो फेरि खबर त्यही भएर सोधेन ओ यहाँ बस्नेहरू आफूलाई पेमाले टिपायो 5 जना नम्बर होइन पेमाले यो पढाएको मान्छे कान्छेहरू पनि गने हो यही भएर भरे 7 जना त टिप्नु भएन 5 जना त टिप्यो फेरि खबर त्यही भएर सोधेन ओ यहाँ बस्नेहरू पर ड्राइभर एकजना मान्छे राख्छ मोटै मोटो अलि म मिलाइहाल्छु नि पातला तान्छु नि त भाइ मिलाउँछु नि त ल सिटाइ बस्नु ल नानीलाई उता राख्नु नि बिचमा कहाँमा त ओइ 3 जना अड्छ ल भेना भएन अड्छ नि म यतिमा अड्छु आनी गए बाइ बाइ बाबा ल अलिकता आनी गए म आनी बाई बाई भाउजू बारे भेटौँ हो र ल ल फेरि भेटौँला ल गाइस यो चाहिँ बुधबारेमा चल्ने गाडीहरू छ यो चाहिँ बुधबारे 6 नम्बर भौठाउँमा छौँ हामी चाहिँ अब तलसम्म जान्छौँ ल भारी ल्याउ त भारी ल्याउ त यही गाडीमा हाम्रो चाहिँ उतो गाडी अगाडिको गाडी हो ऊ चाहिँ मेरो छोरी बोक्ने चाहिँ भतिज हो मेरो भतिज ऊ चाहिँ भतिज नि बुहारी अहिले चाहिँ हामी पुङाम गाउँ भन्ने ठाउँमा आइपुगिसक्यौँ अब यसपछि 1.5 घन्टा पुगिन्छ होला पत्रीमै गएर भेटौँ अहिले हामी लेटाङ आइपुग्यौँ ल गाइस हामी चाहिँ यहाँ पत्री आइसक्यौँ अब यहाँबाट चाहिँ टिकट काट्नुपर्ने हुन्छ काठमाडौँको लागि ल सो हामी अब टिकट काट्न जाँदैछौँ हामीले चाहिँ ल टिकट काटिसक्यो 5 बजेको टिकट छ अहिले चाहिँ हामी यसो यता अलिअलि घुम्छौँ अनि त्यसपछि गाडी साडी चढ्छौँ ल गाइस मेरो छोरीले चाहिँ मकै खाँदैछ बिचरा सानो मान्छेलाई गाह्रो हुन्छ रातभरि गाडी चढ्नुपर्छ खै यता हेर न रिसाको बाबुसँग खै यता मोबाइलमा हेरिदेऊ खै कुक अहिले चाहिँ यस्तो छ एकदम टिकट पाउनु गाह्रो भइरहेको थियो अहिले चाहिँ यो चुनावमा सक्यो नि त अहिले चुनाव फर्किने मान्छेहरू चाहिँ एकदम धेरै रहेछ क्या त्यही भएर चाहिँ एकदम प्याक रहेछ हामी चाहिँ अब 6:30 बजे गाडी अब 6:30 हुनु लाग्यो अब गाडी आइदिनु भयो जस अब गाडी साडिन्छ ल यसो बिकेर सारिदिनु होला म हल्का रातिहरू देखाउनु के छ ल गाइस गाडीको यही हो हाम्रो गाडी चाहिँ तर मैले अहिले भिडियो बनाउनु पाएको थिएन
गाडी चाहिँ यही हो हामी चाहिँ कोसी पारी आइसक्यौँ यो चाहिँ बाजेको तेह्र पाउने ठाउँमा ल यहाँ खाजा जाने ठाउँमा आयो अब त्यसपछि खाना खाने ठाउँमा रोक्छ होला त्यसपछि काठमाडौँ ल हाम्रो गाडी चाहिँ यो है गाडी चाहिँ यही हो कुर्ची छन्न मान्दैन थियो केपी शर्मा ओली अझै भेटे ठोक्ने छन् जेन्जीले गोली यिनका छोरा छोरी अमेरिका पढ्ने आफ्नो पेट भर्नलाई जनतासँग लड्ने भन्नुहोस् दाजु भाइ हामी कहिले अघि बढ्ने सगरमाथा शिर हाम्रो बेचिन्छ होला कुकुरले चाहिँ दुखा पाओस् नेताको यो चोला ज्ञानेन्द्र साई बौलाई हिंसा राजा चाहियो भनी के भन्दा कमी छ हाम्रो देश पनि दुर्गा पर्साई झापामा के गरिरहेछ कति विकास भएको छ झापालीलाई थाहा छ बालेन्सा ठिक छ भन्छ अरू नेता भन्दा उसले पनि हटाकै यो फुटपाथको धन्दा हामी सबै खुसी हुन्थ्यौँ देश विकसित भन्दा ल हामी चाहिँ काठमाडौँ आइसक्यौँ हामी चाहिँ फाइनली काठमाडौँ आइपुग्यौँ एकदम हिजो यस्तो भएको थियो कि गाइस हिजो एकदम टिकटहरू पनि पाउन एकदम गाह्रो भएको थियो फेरि हामी चाहिँ माथि पाहाडबाट झरेको हो नि त अनि पाहाडबाट झरेको ट्याक्कै 10-11 बजी आइपुग्यो अनि गाडीहरू चाहिँ सबै प्याक रहेछ क्या एकदम अनि जो महँगो पनि लियो अनि के भन्छ गाडी पनि एकदम पाउनु गाह्रो अनि टिकट पनि बल्ल 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 काटियो होइन गाइस अनि टक्क गाडी चढेर ल काठमाडौँ आइपुगिसक्यौँ 20 घन्टाको यात्रा एकदम गाडी एकदम सोलो पनि थियो गाइस अब कुनै गाडी एकदम ढिलो पनि ल्याउँदो रहेछ क्या अनि त्यही नै अरू चाहिँ यो चुनावको महलले गर्दाखेरि चुनाव पनि सक्यो नि त अनि फर्किनेहरू जस मान्छेहरू टन्नै हुन्छ अनि हुँदो रहेछ अनि जहाँ पुरै गाडीहरू पनि बुक रहेछ धेरै दिनसम्मको बुक रहेछ क्या 4-5 दिन 6-7 दिनसम्मको बुक गरिसकेको रहेछ हाम्रो चाहिँ जसो तसो गरेर आइपुग्यौँ फेरि सानो नानी पनि थियो झन्डै बास बस्न चाहिँ परेको थियो त्यहाँ पथरीतिर अनि बास-सासमा बसी यसो जबरजस्ती टिकट सिकट काटेर आइपुग्यौँ ल यही नै हो गाइस अरू कुरा चाहिँ अब काठमाडौँ आइपुग्यौँ म चाहिँ ट्याक्कै यो के भन्छ काठमाडौँ गोकर्णेश्वर सुन्दरी जाल साइडतिर बस्छु ल हेर्न सक्नुहुन्छ यहाँको चाहिँ भ्यू यस्तो छ गाइस म बस्ने ठाउँ चाहिँ यो के भन्छ यसलाई चाहिँ नामखेल नयाँपाटी भन्छ यो ठाउँलाई चाहिँ अनि यस्तो छ देख्न सक्नुहुन्छ मेरो पछाडि सिन ल अहिले चाहिँ सबै मौसम उडेछ हुस्सु लाग्ने भनौँ न उता पनि त्यस्तै भइरहेको थियो त्यहाँ नि अलिअलि त पानी त परिरहेको थियो जस काठमाडौँमा नि सबै हुस्सु लागिरहेको रहेछ क्या यो पुरै हुस्सु लागेर अहिले पुरै देखिँदैन क्या केही पनि अब पानी पनि पर्न लागिरहेछ त्यही होला गाइस ल अरू त्यस्तै हो अब त्यस्तै भन्नुपर्ला गाइस अरू त अब भिडियो नि खासै मैले राति नै गर्न पाइएन गाह्रो पनि हुन्छ अनि त्यही भएर पनि यसो ल के कस्तो लाग्यो लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला ल फर वाचिङ भिडियो नेक्स्ट भिडियो पनि आउनेछ भिडियो हेरिदिनु होला साथ सपोर्ट दिनु होला अनि सेयर पनि गरिदिनु होला थ्याङ्क यू वाचिङ भिडियो